लाग्यो हामी त माथितिर हो कि नि छोरी देखिरहेको बाटो चाहिँ एउटा चितवन जाने हो। उहाँ चाहिँ हुनुहुन्छ मेरो गाउँको राजा गाई चाहिँ पृथ्वीनारायण शाह। चिया खाएर बाहिर निस्किँदा त पानी पर्यो गाइज है। बाबुहरूलाई चाहिँ जाडो पनि भएन है, यही त होला भनेको बालपन यही हो, रमाइलो यही हो बालपन। नमस्ते सबैजनालाई केबुल कारबाट, चन्द्रगिरीको केबुल कारबाट आज चाहिँ हामी माथि चन्द्रगिरीको डाँडासम्म जाँदैछौँ होइन, हाम्रो छोरी र अनि आमालाई लिएर होइन। अहिले त पानी पनि परिरहेको थियो, टेन्सन लागिरहेको थियो ला अब जाडो हुने भनेर चाहिँ ठिक्क भयो। अनि हाम्रो छोरी चाहिँ अनि आमा चाहिँ त्यहाँ इन्जोय गाई चाहिँ लाग्यो हामी त माथितिर हो कि नि छोरी। कस्तो लागिरहेछ? म त एकदम मजा आनन्द रिल्याक्स। अनि चितवनमा बस्नेको मान्छेलाई काठमाडौँमा यो त भइहाल्छ नि चिसो त। आमा डल्ला छ यो अस्ति नै हामी गएको थिएन आमा, त्यो एउटा भेडा फार्म भिडियो बनाएको थियो नि कान्छी म, अनि त्यो ताल थियो नि ठ्याक्कै यसको पछाडि हो नि त मकवानपुर। अहिले देख्छ अलि राम्रो भइदियो। यो बाटो चितलाङ जाने गाडीको बाटो थियो चाहिँ, तर आज चाहिँ पानी परेर अलि वेदर क्लियर छैन गाई चाहिँ। देखिरहेको बाटो चाहिँ एउटा चितवन जाने हो। माथि आइपुग्यो हामी। अब यहाँबाट हामी हिँड्दै माथि घुम्न जान्छौँ, हेर्न जान्छौँ है। यता हेर त किन टोपी लाउनु लाग्यो? लगाउ त कस्तो देखिन्छ टोपी? के भएर तपाईँले अचानक चितवनको त्यो तापक्रमबाट यस्तो चिसो ठाउँमा आउँदा कस्तो फिल भयो? छोरी ल भन्न त यता हेर त, अचानक चितवनको त्यस्तो आनन्द स्वर्ग हो। चाइनिजै देखाएको छोरी तिमीलाई। गाई चाहिँ तल चाहिँ हल्का हल्का पानी परेको थियो, अनि घाम पनि लाहा तल काठमाडौँतिर चाहिँ। माथि चाहिँ यस्तो हुस्सुला रहेछ कि यस्तो चिसो छ कि होइन। त्यो तपाईँहरूले पनि मेरो भिडियोमा हेर्न सक्नुहुन्छ है। ल हेर्नुहोस् त गाइस, हुस्सुले केही छैन माथि। उहाँहरू पनि यहाँ आइसक्नु भएछ। अघि उहाँहरू हामीभन्दा अगाडि हुनुहुन्थ्यो। तल चाहिँ यस्तो गरम छ है, घाम लागेर। माथि चाहिँ यस्तो चिसो छ कि पुरै हुस्सु लागेर है। हाम्रो साथीहरू चाहिँ अगाडि हुनुहुन्छ, मेरो टोलीहरू चाहिँ। तपाईँलाई कस्तो लागिरहेछ चिसोमा? आमा गर्मी भयो रमाइलो लाग्यो, तर अलिक घाम लाग्यो झन् पुरै भिड देखिन्थ्यो छोरी हो। उसलाई त अब चितवनबाट आएछ यस्तो ठाउँ त बेस्ट नै हुने भयो लाग्ने हो। तिमीलाई त अहिले एकछिनमा फेरि जाडो हुन्छ होला नहोस् है। ल साथीहरू हामी चाहिँ जाँदैछौँ, माथिसम्म पुग्छौँ। थोडा गरम हो रहा स्यास्या भयो। बिस्तारै हिँड्नु बिस्तारै यता हेर्नु त ल, आत्तिनु हुँदैन, बिस्तारै उकालो छ नि त गाइस। के भन्नुभएको तपाईँले चाहिँ? खै लास्ट टाइम चाहिँ हामीले यहाँ लक लाएर गएको थियौँ साथीहरू होइन। यहाँ चाहिँ नाम लेखेर खोज्दै हुनुहुन्छ यहाँ मिस्टर गुरुङले चाहिँ। तपाईँले भेट्नुभयो त? भेट्नु भएन? पानीले मेटिसक्यो होला। जति माथि आयो उति चिसो छ साथीहरू है। चिसो छ हौ। हामीले त यता पो होला त राखेको।
होइन हामी त्यसलाई झुन्डाको साँच्ची यता हो कि उता हो यता हो कि उता हो तर यो ठाउँमा उतापट्टि होइन तर पानीले पनि गइसक्यो होला नि लास्ट इयर आएको हामी चाहिँ अब सुरुमा मन्दिर जान्छौँ साथीहरू होइन मन्दिरतिर जानु लाग्यो यहाँ सुरुमा चाहिँ आज चाहिँ मौसम अलिकति खराब भयो क्या किनभने यहाँ चाहिँ अब घाम लगाएको भए चाहिँ एकदमै राम्रो देखिन्थ्यो नि त एकदमै क्लियर देखिन्थ्यो आज चाहिँ घाम नलाएको भएर यस्तो छ नि त वेदर हेर्न सक्नुहुन्छ जसले एकदमै पुरै हुसुलाइरहेछ कालो छ होइन अनि सुरुमा चाहिँ अब हामी मन्दिर जान्छौँ त्यसपछि चाहिँ यहाँ वरिपरि घुमेर अनि हामी फर्किने हामी चाहिँ मन्दिरमा चाहिँ दर्शन गर्छौँ साथीहरू हामीले चाहिँ खाना खाएर आएको होइन ल हेर्नुहोस् यहाँ चाहिँ यस्तो छ उहाँले चाहिँ सरी माग्नु भयो जस्तो छ भगवान्सँग अनि मान्छेको चाहिँ भिड नै छ तलतिर चाहिँ आइपुगिसकेको चाहिँ छैन है यस्तो छ यता चाहिँ वेदर चाहिँ आज वेदर त एकदम धेरै धोका दियो साथीहरू धोका छोरीले चाहिँ खत्रै बजायो ल म बजाउनु त बजाउनु ल अलि तान्नु न तान्नु न तान्ने ठोकाउनु न ल बजे बजे हाम्रो आमालाई चाहिँ ठिक्क पऱ्यो स्वेटर लगाएर आएर होइन शुभेच्छा आमालाई चाहिँ डुबायो शुभेच्छा आमा स्मार्ट हुनुहुँदो रहेछ आमाको त यहाँ सल पनि छ जाडो हुन्छ ब्यागमा जाडो हुन्छ हामीले ठुटे टी सर्ट लगाएर आएको त लास्टै भयो गाइस कुहिरो लाग्छ है म त लेखतिर छु हौ माया भन्ला जस्तो पो वेदर छ त आज है ल ठिक छ तल जाउँ है यो चिसो घट्ला जस्तो छ आमा है फेरि खाली उठा यसरी हिँडिरह है घाम त खाली उठा छ र मजा आइरहेको छ गाइस मजामा क्षमा माग्नु भएको होला नि एक्सक्युज माग्नु भएको आमा र सामान ल्याउनु भयो कस्तो लाग्यो तिमीलाई एकदम के भन्ने अमेजिङ भ्यू mesmerized by this weather this must be today this was what it did अन्त घाम लाग्यो आमा शान्ति गाइस अहिले मौसम क्लियरै नभएको है यस्तो लागिरहेको थियो मनमा हो जाँदा त अन्त क्लियर मजाले मन्दिर देख्न पाएँ नि आमाहरूले मलाई नि मन छ हौ यसरी साइक्लिङ गर्न तर मलाई साइक्लिङ गर्नै आउँदैन गाइस साइक्लिङ गर्ने आउन के भन्छ त्यो पेट्रोल मात्रै चलाउने त्यो त आफै जाने हो अगाडि हो र त्यही त होइन अङ्कल है हेर्दा नि त्यसो गरेर कता पुग्ने होला अङ्कल ल मगाउने त आमा अङ्कल जाने अरे हेर्न खेल्ने तिमी आजको मौसमलाई लिएर तपाईँको भनाइ के छ हजुर आजको मौसममा ल्याएर यस्तो भन्नै पर्ने कुरा त केही छैन जमानाको पाठ्यो नि त के भन्छ अरे आमा हाम्रो आमाको कुरा सुनौ न गाइस के भन्दैछ छोरी आमाले आमाले होइन मामाले चाहिँ पृथ्वीनारायण शाहको पालोको पैसा पाएको थियो हाम्रो कान्छाले तर त्यो पैसा कहाँ गयो त सालले थाहा होला कहाँ गयो उहाँ चाहिँ हुनुहुन्छ मेरो गाउँको राजा पृथ्वीनारायण शाह गएर फेरि त्यो दिन त यस्तै भयो त म त रुन पो सकेन त गाइस फर्स्टै भयो त
चिताएको कुरा भालेश्वर महादेव दर्शन भालेश्वर महादेव है भालेश्वर महादेवको प्रसङ्ग धार्मिक महत्त्व र दक्ष प्रजापतिको यज्ञमा होमिएकी सतीदेवीको मृत शरीरलाई देवादिदेव महादेवले बोकेर परिक्रम गर्दा जहाँ सतीदेवीले भाल अर्थात् निधार पतन भयो त्यस ठाउँमा भालेश्वर महादेव उत्पन्न भएको भन्ने कुरा हिम्मत खण्डमा उल्लेख गरिएको छ रे त ल साथीहरू यसको ऐतिहासिक महत्त्व पनि छ यो चाहिँ हजुरले नै पढ्नुहोला खै अलि दिनु न तपाईँको यता हेर्नु त हेलो सर तपाईँको दानाले फेल खायो क्या हो दानाले फेल खाएको होइन त्यहाँ अलिकति के भन्नु कि यो दानासँग चाहिँ हुबहु भएन होला कि चामल खाइरहेको होला बिचरा पऱ्यो अलिक दानै चिनेन जस्तो छ क्या खास त यो चराको हो नि त देखाउनु त चराको दाना हो आमा र मैले चाहिँ यहाँ ब्ल्याक टी लिन लगाएको है चिसो जाडो भएर छोरी र अङ्कलले फेरि मिल्क टी लात्ते हो हाम्रो त लात्ते लात्ते कस्तो छ हजुर मिठो छ हजुर धेरै मिठो छोरी कस्तो छ मिठो छ चिया खाएर बाहिर निस्किँदा त पानी पर्यो गाइस है ल हेर्नुहोस् यहाँ मान्छेहरूको बिजोग भयो पानी परेर अब तल्लोतिर जान मिलेन है मन्दिर चाहिँ अब पुरै कुहिरोले ढाकिरहेको छ हाम्रो छोरी चाहिँ टोपी लाएर बस्छ यहाँ फेरि जाडो भएर टोपी ला हो पानीले भिज्छ भनेर आमा चाहिँ जाडो भएर ढुक्क गरेर बस्छ तल त जाडो होइन रहेछ जाडो होइन विडम्बना छ भएको छ भनौँ भने त अब ज्याकेट को ल्याएर दिने हो र भएको छैन भनौँ है गाह्रो भइरहेको है गाह्रो छ मेरो चाहिँ यहाँ एक्सपेक्टेसन के थियो भने होइन हल्का घाम लाग्छ होला अनि मजाले यहाँबाट चाहिँ तल काठमाडौँको भ्यूहरू हेर्न पाइन्छ फोटो भिडियो खिच्छु होला भन्ने मेरो मन एकदम रोयो गाइस पानी परेको होइन सबिनाजीको मन रोएको त्योभन्दा पनि फरक पर्दैन यस्तो त छ वेदर अनि यस्तो त छ वेदर अनि मजा हामी चाहिँ यहाँ बस्दा वक्क दिक्क भयो पानी रोकिँदै रोकिएन होइन छोरी हामी चाहिँ चल्दैछौँ गाडी तलतिर अब पानी होइन छाता पनि छैन पानी देख्नु होइन डराउँदैनौँ हामी यस्तोतिर छाता पनि छैन केही छैन होइन तिमी चाहिँ तर टोपी लाग्छ त केही देखेकै छैन है दाँत मात्र हाम्रो चाहिँ त टल्की खायो हजुर पहिला म एसिडेर आउँदा पनि त पानी परेको यहाँ चाहिँ छैन तपाईँलाई कस्तो पानी परेको केही छैन केही एक्सपेक्टेसन हाई थियो चन्द्रगिरीलाई लिएर खतम केही हेलो गाइजहरू हाम्रो आमाको त अनुहार देखेन जैसाको तपाईँ त यहाँ हराउनु भयो त कालो देखेर हो कि कालो हराउनु छोरी आमा र अङ्कल त कता देख्छ नोटिसेबल भएन हामी म चाहिँ फेरि अलिकति आएँ होइन म चाहिँ हल्का आज क्रिम लगाइदिएको थिएँ छोरी पनि टोपी लगाएपछि त हराएँ फेरि ठिकै छ भरि मिन्टुसे भन्ने कुरा चाहिँ हामी बुझिरहेको छौँ म गोरु छु तपाईँहरू कालो हुनुहुन्छ ल हेर बिजोकै बनायो नि यार यस्तो पनि हुन्छ त गाडी पनि आउँछ गाडीले चाहिँ We are off to go. Off to go. रोड हेर्नु के छ है
हामी उता मनोकामना जाने बेलामा दुइटै जरा डराउने एक्लै पऱ्यो 2 वटा मात्रै आँखा चिन्दिन यस्तो पकाएर पुगेर आयो हुन त केही हुँदैन के हो छोरी हामी तल जान्छौँ होइन यहाँबाट भिडियो गर्न चाहिँ मजा सुरुमा मलाई सुरुमा केबल कार जाँदा चाहिँ एकदमै धेरै डर लाग्थ्यो है यो चाहिँ मेरो थर्ड टाइम हो त्यसमा त्यस्तो डर लागेको छैन तिमीलाई डर लाग्छ बालेश्वर मन्दिरको मोबाइल खस्लाइ मान्छे फेरि विचार गर्नुपर्छ फेरि ल क्लियर होइन भन्न सकिन्न नि त के ख्याल गर्दा फेरि खस्यो आइहाल्यो त्यहीबाट गयो नि हामी त्योबाट गएको म बहादुरको छोरी लाग्यो डरे जाल पऱ्यो पहाड छैन है डर लाग्छ छैन अहिले त फर्किँदा जाम फेरि गयो अर्को एउटा त्यो थाम्नेर चाहिँ अलिअलि घोचा मेरो कान कस्तो बन्द भयो आइटिपी हाई लाग्छ चिसो लाग्यो चिसो भएर कस्तो कान बन्द भयो जस्तो हेर्नु बजार देखाइहाल्नु म त्यसो त प्लेनमा पनि बन्द हुन्छ होला है त्यस्तै हुन्छ प्लेनमा पनि है त्यस्तै हुन्छ नि कसैलाई हुन्छ कसैलाई हुन्न होला नि यो चाहिँ के लाने हो यसमा सामानहरू जनावर पनि यस्तोमा होला नि मारो सुरक्षाको फोटो खिच्न गइरहेको छु म चाहिँ यहाँ होइन माथि मौसम क्लियर राम्रो भएन त्यही भएर यहाँ तपाईँलाई के भन्नुभएको थियो बर्थडेमा भन्नुभएको थियो नि लुक एट देयर ब्रो हेर्नुहोस् हजुर कता मैले देखेन देख्नु हेर्नुहोस् न त्यत्रो ल्यान्डस्केप त्यत्रो एलइडी बोर्ड दिनु भएन हजुरले 50% अफ केबल कार राइड फर भिजिटर्स 8 इयर्सलाई फ्री 80% माथिकोलाई फ्री अहिले त अघि नदेखेको अनि बर्थडेमा छ मेन अर्को ल त ल है त साथीहरू बर्थडेमा आउँदाखेरि चाहिँ फ्री राइड है अघि माथिबाट चाहिँ यो काठमाडौँको भ्यालीहरू भ्यूहरू केही देखेको थिएन क्या बेसरी कुहिरो लागेको थियो उस्तो आएको थियो है पानी परेको थियो नि त त्यही भएर अब यहाँ तलबाट भए पनि यस्तो हेरेर चित्त बुझाउनु पऱ्यो है काम राम्रो छ यहाँ तल चाहिँ पानी रोकिएर पनि अहिले चाहिँ क्लियर नै रहेछ है माथि चाहिँ स्टिल पानी नै परिरहेको थियो हामी आउँदा यहाँ चाहिँ ट्याक्सी स्टेसन है मान्छेहरू टन अब चाहिँ हामी घर फर्किन लागेको गाइस होइन अहिले चाहिँ 4 बज्न लागिसक्यो अनि अझै पानी पनि यहाँ स्टप भइसक्यो टोटल्ली अब चाहिँ हामी घरतिर लाग्छौँ है अब चाहिँ मैले यहाँ सोध्नुपर्ने हाम्रो मान्छेहरूलाई मेरो अति प्रिय मित्रहरूलाई आमा कस्तो लाग्यो तपाईँलाई रमाइलो लाग्यो फर्स्ट टाइम है हाम्रो चाहिँ फर्स्ट टाइम शुभेच्छाको र आमाको चाहिँ फर्स्ट टाइम हो है छोरी कस्तो लाग्यो फर्स्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन भने जस्तै हो अनि पानी परेर पानीले चाहिँ माथि चाहिँ अलिकति डिस्टर्ब गऱ्यो भ्यूहरू चाहिँ राम्रोसँग हामी हेर्न पाएन तर रमाइलो नै राम्रै भयो है ल त साथीहरू होइन अब चाहिँ हामी अब अर्को भिडियोमा भेट्नुपर्ने हुन्छ त्यो अगाडि चाहिँ तपाईँहरूलाई के भन्छु भने मेरो भिडियो चाहिँ कस्तो लाग्यो मन पऱ्यो भने चाहिँ लाइक सेयर कमेन्ट गर्न पनि नबिर्सिनु होला र हजुर नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई होइन सब्स्क्राइब गर्ने बुझ्नु होला होइन आमा सब्स्क्राइब गर्नु भन्नु त लाइक गर्नु त भन्नु ल बाई 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 त साथीहरू अब हाम्रो भिडियो भेट्नु होला ल बाई